हेलो नमस्ते। यो देखिराख्नु भएछ, यो चाहिँ यसलाई चाहिँ भन्छ मादल बजाउनुपर्छ। तपाईँहरूले पनि कति बजाउनु भयो? मैले बजाउन त आउँदैन, अलिअलि छोएको छु दसैँ तिहारमा, अनि यसो कहिलेकाहीँ अब हेर्नु त। यो चाहिँ केले बने जस्तो लाग्छ? केले बने जस्तो लाग्छ? यो केहीको छालाले त बनेको हो नि, होइन? अनि हजुरहरूलाई यो केको छालाले बनो जस्तो लाग्छ? प्राय केको छालाले बन्छ है? हजुरहरूलाई थाहा होला, कसैलाई थाहा छ भने भन्नु, होइन? अनि यो बजाएर गीत गाउने, भजन कीर्तन गर्ने हाम्रो परम्परा छ नि त। अनि यो बजाएर भजन कीर्तन गरेर गर्दाखेरि चाहिँ भगवानको भक्त भगवानलाई भेटिन्छ, स्वर्ग गइन्छ भन्ने हाम्रो परम्परा छ नि त। अनि अब फेरि यो केले बनेको, केको छाला हो, होइन? त्यसमा पनि अब केही होला, होइन? बजाउनु हुन्छ हुँदैन, सायद बजाउनै हुन्छ होला र त बजाइन्छ। यो त अहिलेदेखि होइन, परापूर्व कालदेखि नै यो बजाउने चलन त थियो नि त। अनि जस्तै अब मासु नखाने साधुहरूले अथवा जो कोही मासु शाकाहारीहरूले पनि यो बजाउँछन्, छुन्छन्, भजन कीर्तन गर्छन्, होइन? त्यो चाहिँ हुने। अब मासु खाँदा चाहिँ फेरि नराम्रो भन्छन्, होइन? मासु खानु हुँदैन, यहाँ स्वर्ग गइँदैन, नराम्रो हो, पाप हो भनिन्छ नि त। अनि अब कस्तो चरित्र, अब हामीहरूले यस्तो कुरामा अब बाजागाजा, अर्को हामीहरूले युज गर्ने बेल्टहरू हुन्छ नि, बेल्ट पेटीहरू हो, त्यो पनि त छालाकै हुन्छ नि। केको छाला हो, कहाँबाट ल्याएको, कसले, कुन जनावरको हो भन्ने कुरा त हुँदैन। तर पनि हामी लाउँछौँ, गर्छौँ, प्रयोग गर्छौँ। फेरि अर्कोतिर अब हामी जनावरहरूलाई अब विशेष श्रेणीमा राखेर हाम्रो छुट्टै स्थान दिने गर्छौँ हाम्रो धर्म कर्ममा चाहिँ। अब त्यही कुरा अब कहिले राम्रो हुन्छ, कहिले नराम्रो हुन्छ, किन होला, होइन? तपाईँहरूलाई पनि कस्तो लाग्छ यो कुराहरू? म चाहिँ यसो देखेँ अनि यसो खुल्दुली भयो क्या, के चाहिँ हो त वास्तविक कुरो, यसको स्टोरी अथवा केही त होला नि त, होइन? कसैलाई थाहा छ भने कृपया भनिदिनु ल। हस् त, यति।